हेलो गाइस, पहिलोचोटि देखेँ भाइ मैले खरायोले बच्चा। यस्तो बच्चा पाएको त्यो कति सानो हो नि त, मुसो जत्रा हो नि त यार दिदी। हो काले भाइ जत्रै हो। दुध खुवाउनु पर्यो त नानी। अब यिनीलाई समातेर खुवाउनु त। हजुर के खाछु र बिचारा के हाल भाइले दुध बसाइदिन्छ। तुमे आपको यापी थुला कपा कपडा छ तो यापी को कपडा छैन तुमे त्यो पनि आबि त हेर्नु त ठुल मम्मी कपडै छैन अरे के यसका। ओ हान्छ यार लात्तीले। ओ नगर्नु नि त्यस्तो यार, बिस्तारै तान्नु न। यता पुरै रगत भएको छ बाउ आमा हिजो बाबा कति छिटो बच्चा पाउनु भयो त तपाईले। गर्छु र तुमे अक्को यापी पनि तान्ने हो। नाइ सानो सानो नतान्ने बेबी एउटा सानो यापी नतान्ने। नाइ दिदी एउटा पहिला कति पाथ्यो अरे? पहिला पनि 7 पाएको थियो त। 7 पाएमा दुईटा धौधौ बच्चा थियो अनि एउटा बिरालाले खाइदियो एउटा यति बच्चा। अनि यति तातो भात किन दिनु भयो दिदी? यहीले यति तातो भात बाहिर भात थियो त्यसरी छिटछिटो ल्याके यार नानी भिडियो नगर मर जान्छन्। हो त्यो सबै मरिगयो। मलाई त रहर लाग्यो। अस्ति कति ठुलो थियो। अब कसरी खान्छन् त बिचारा? कति न परि ल्या ल्या परि ल्या। तुमे यहाँ छ नानी एउटा यहाँ लग्यो। तुमे इस्टको तो यापी को तीनटा बुस इन्ने खान्छन् किन भोग लाग्यो नि तिमी मम्मीको बोगु किन खान्छौ? एउटा पनि भोगाछ यिनी सबैलाई तुमे यिनी सबै भोगाछ। उही बिचारा लटेको। ए लामा त लामा नै मुसा जस्तै यत्रा था भाइ ठुला। देखो मुसे के बच्चे पसाल पसाल मुसो नै मुसे के बच्चे कति दिन मुसे के बच्चे हेर्नु नि मुसे के बच्चे र्याबिट उनके बेबी खरायो। पाल्ने भएपछि ठुलो भएपछि दिमलाई है 1 घण्टा सबलाई महिनामा बेजन पर्छ त। यहाँ पनि बुबु छ तुमे यहाँ पनि बुबु छ। खासमा यसका बुबु कतिवटा हुन्छन्? जतिवटा बच्चा त्यति 9 वटा हुन्छ। 10 दुध छ यसको। 10 वटा यस्तो समयले छोरी एउटा खुट्टो छिम्क्यो भने फेरि यहाँ एउटा है पादु क्या अक्को बुबु खाऊ खाऊ यहाँ त पनि छ यहाँ पनि छ। त्यो आफू खुवाउन सक्दैन यसले। यत्रलाई कसरी खुवाउने हो पनि अरु पनि छ खरपति लगाउने यसले खान पाएन यो चोटी सानो भयो नि छोरी। पहिला त कत्रा ठुला मोटो मोटो भाले ठुलो पाए पुच्छर पनि रहेछ कति राम्रो। कमसेकम भाले लग्दे है लग्दे पछि फेरि ल्याउने फेरि 10-12 दिन पछि ल्याउने। किन उहाँ पनि छ र पोती? पोथी फाड्यो त अक्को पनि फाड्यो। दुध एल त खारै छ हेर त अझैको भुरीमा दुध छ। खायो होला के राति कतिखेर पाथ्यो कुनी। यो जम्मा राति किन पाउँछ के? अस्ति पनि राति पायो। सुत्केरीलाई स्याहार्न मिल्दैन अनि राति पायो भने कतिखेर पाउँछ बिचारा। पहिलो झन् हेरे ज्यान म त के पनि बच्चा के फेरि बनाएछ भने घाँस अलि फाले ल्याएको के म त भुतलाभरि सबै निकाल्दो रहेछ है। त्यसले तातो न्यानो गराइदिँदो के। दुध खाए बेला अलि साइड लगा है नहेर पेट हेरि न नखाएर खुवाउने। पेटालो पनि खान्छ।